360 डिग्री वाटरप्रुफ मोबाइल फोन होल्डर ल्याइसकेका छौँ हामीले तपाईहरुको लागि। तपाईहरुले देख्न सक्नुहुनेछ यसलाई चाहिँ फिट गर्ने तरिका। यसलाई तपाईले आफ्नो सिंगल ह्यान्डल भएको बाइकहरुमा फिट गर्न सक्नुहुन्छ र यसमा देखाए जस्तै एउटा तपाईले सानो किट पनि पाउनुहुन्छ जसले तपाईलाई पछाडीको भाग त्यसरी कस्न मिल्छ र तपाईले तलको जुन ह्यान्डलमा लक गर्ने भाग रहेको छ त्यसलाई तपाईले यसरी भिडियोमा देखाए जसरी पहिला सुरु लुज गर्नु होला। यसलाई चाहिँ अलिकति धेरै समयसम्म तपाईले यो खोल्नु पर्ने हुन्छ राम्रोसँग। यसलाई चाहिँ खोलिसके पछाडी चाहिँ आफ्नो ह्यान्डलमा यसरी यो तपाईको लौरो हामीले जुन युज गरेको छ यसरी नै आफ्नो ह्यान्डलमा लक गर्नु होला र यसरी तपाईले टाइट भइसके पछाडी आफ्नो ह्यान्डलमा सुइटेबल आफूलाई कसरी हुन्छ त्यसरी बनाएर मजाले कस्नु होला। यसलाई मजाले कसिसके पछाडी अलि टाइम नै लाग्ने हुन्छ। यसमा चाहिँ तपाईले मजाले कस्नु। यो चाहिँ कसिरहेको छ राम्रोसँग कसिएन भने फेरि तपाईको मोबाइलको ग्रिप राम्रोसँग नबस्न सक्छ। सो खाल्डाङ खुल्डुङ घरमा हल्लिन सक्छ। त्यही भएर देखे जस्तै मजाले हेर्नुस् अहिले टाइट भएको छ। यसरी नै टाइट गर्नु होला र आफ्नो धेरै कस्नु पनि पर्दैन। जस्ट फिटिङ टाइट भइसके पछाडी तपाईले ठ्याक्कै आफ्नो फिटिङ टाइट भइसके पछाडी यसरी नै यसलाई सेट गर्नुस्। सेट भइसके पछाडी तपाईले आफ्नो मोबाइल फोन यसरी लक खोलेर पछाडी तीनटा लक हुन्छ। लक खोलेर तपाईले आफ्नो मोबाइल फोन यसमा चाहिँ राख्न सक्नुहुन्छ। यसमा ग्लु पनि तपाईले पाउन सक्नुहुन्छ जुन तपाईले प्रयोग गर्न पनि सक्नुहुन्छ। नगर्दा पनि खासै फरक पर्दैन। यसरी मोबाइलले लक गर्नु होला। टच गर्न मिल्ने हुन्छ। वाटरप्रुफका साथसाथै यो टच पनि हो। त्यसैले तपाईले यसलाई मोबाइलमा देखाए जस्तै टच हुन्छ मजाले। तपाईले चार्ज पनि गर्न मिल्छ। तलपट्टि तपाईको एउटा चार्ज गर्नको लागि पनि अप्सन दिइसकेको हुन्छ। प्राय राइडरहरुको लागि चार्जिङ पनि चाहिने हुनाले यो तपाईले एकदम युजफुल हुनेछ। र यसलाई चाहिँ अब तपाईले बेन्डहरु पनि गर्न मिल्छ। आफ्नो कसरी सुइटेबल हुन्छ त्यही अनुसार राख्नु होला। यसरी नै राख्नुपर्छ भन्ने हुँदैन। तपाईले अब आफुलाई लङमा अथवा कसरी हुन्छ आफ्नो सुइटेबल राखेर जस्ट तपाईले